यो देख्न सक्नुहुन्छ ब्यादी गाउँपालिका सेतीबनी बजार, ब्यादी गाउँपालिका सेतीबनीमा अवस्थित छ। अब हामी यो पुल तरेर अगाडि बढ्छौँ। तपाईलाई मैले शिलाको दर्शन पनि गराउने छु, शिला पनि देखाउने छु। र यो तल देख्नुभएको सेती खोला हो। यो सेती खोला तपाईको पर्वतदेखि आउने सेती खोला, पर्वत महाशिलाबाट यो सेती खोला हो। यो सेती खोला तपाईले देख्न सक्नुहुन्छ। यो बर्खामा चाहिँ यो पुरै ढाकेको हुन्छ। यो बजार क्षेत्र नै बाढीले प्रभावित पारेको हुन्छ र हिउँदमा यो खोला चाहिँ एकदम सुके जस्तो अवस्थामा देखिन्छ। तर पनि यो खोला एकदम डेन्जर खोला हो, एकदम खतरनाक खोला हो, क्योंकि ठाडो खोला जस्तो छ, खतरनाक खोला हो। अहिले हामी ठ्याक्क सेतीबनी बजारमा प्रवेश गरेका छौँ। अब एकैछिनमा यहाँ चाहिँ हामी शिलाको दर्शन गर्न सेतीबनी शिलामा पुग्नेछौँ, जो एसियाकै सबभन्दा ठुलो शालिग्राम, धार्मिक स्थल, पर्यटकीय स्थल र सुन्दर नगरी सेतीबनी बजार अहिले हामी आएका छौँ। देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो पहिल्यैदेखिको पसली हो। राधे राधे बुवा, आरामै हुनुहुन्छ नि, यसो उता। यो चाहिँ हाम्रो पहिल्यैदेखिको पसल हो। हामी यहाँ आएका छौँ। हेरौँ, धेरै समयपछि म पनि यो ठाउँमा आएको छु। सायद म पनि बिरानो भइसकेको छु। यहाँ चाहिँ मन्दिर मन्दिर देख्न सक्नुहुन्छ। यसरी एकदम तपाईँको धार्मिक स्थलले पर्यटकीय स्थलमा एकदम राम्रो छ, एकदम भरिपूर्ण छ। यहाँ देख्न सक्नुहुन्छ पुरै मन्दिर परिसरहरू देख्न सक्नुहुन्छ। यहाँ विशेष गरी ठुला एकादशी, माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, आमाको माता तीर्थ आउँछ, हरेक उसमा चाहिँ यहाँ मेलाहरू लाग्ने गर्छ। एकदम रमाइलो हुन्छ यो ठाउँ। आउनु ल, अब चाहिँ हामी ठ्याक्कै तपाईँलाई देखाउँछु। उहाँ देखिएको चाहिँ शालिग्राम शिला है। यहाँ पाइँदैन शालिग्राम भन्नु न, शिला होइन शालिग्राम। शालिग्राम त यता तिरमा हेर्नु, यो कालीगण्डकीको तिरमा पाइने, तर यता कम मात्रामै पाइन्छ। उता तपाईँको बेनीतिर, कागबेनीतिर यता पाइने खास गरी। यहाँ खोजेर त पाइँदैन। यस्तो अगाडिको शिला हो तपाईँको एसियाको सबभन्दा ठुलो शालिग्राम। अब हामी चाहिँ एकदम यहाँ चाहिँ अहिले हामी सेतीबनीमा आएका छौँ। सेतीबनी शिला शालिग्रामको दर्शन गर्न आएका छौँ। खास आज त कुनै पर्व पनि होइन।